हेलो साथीहरू, आज चाहिँ म तपाईँलाई एन्ड्रोइड फोनमा टेलिग्राम एकाउन्ट कसरी खोल्ने त्यसको बारेमा सिकाउनु गइरहेछु। त्यसको लागि चाहिँ तपाईँले आफ्नो एन्ड्रोइड फोनमा गुगल अथवा गुगल क्रोम अथवा जुनै पनि एउटा वेब ब्राउजर खोल्नु होला। म चाहिँ यहाँ गुगल क्रोम खोल्नु गइरहेछु र तपाईँले यहाँ सर्च गर्नु होला अप टु डाउन भनेर, अनि अप टु डाउन लेखेर तपाईँले सर्च गरिदिनु होला र सर्च गरिसकेपछि तपाईँले यो अप टु डाउन लेखेको वेबसाइटमा क्लिक गरिदिनु होला र क्लिक गरिसकेपछि तपाईँले माथि सर्च बारमा गएर टेलिग्राम भनेर सर्च गरिदिनु होला। सर्च गरिसकेपछि तपाईँले यहाँ टेलिग्राम देखाएको छ, तपाईँले यो टेलिग्रामले क्लिक गरिदिनु होला र क्लिक गरिसकेपछि तपाईँले यहाँ तल गएर ओल्ड भर्जन लेखेकोमा थिच्नु होला र तपाईँले ओल्ड भर्जनमा क्लिक गरिसकेपछि तल गएर सबैभन्दा पुरानो भर्जन चाहिँ तपाईँले यहाँ डाउनलोड गर्नुपर्ने हुनेछ र म चाहिँ यहाँ तल गएर डाउनलोडमा क्लिक गरिदिन्छु र क्लिक गरिसकेपछि हाम्रो टेलिग्राम ओल्ड भर्जन डाउनलोड हुनु स्टार्ट भइसकेको छ र तपाईँले यहाँ माथि पनि देख्न सक्नुहुन्छ। र म यहाँ डिटेलमा गएपछि तपाईँ यहाँ देख्न सक्नुहुन्छ हाम्रो चाहिँ टेलिग्राम चाहिँ अहिले डाउनलोड हुँदै गरेको छ र हाम्रो टेलिग्राम चाहिँ डाउनलोड भइसकेको छ। म चाहिँ यो टेलिग्रामलाई क्लिक गरेर ओपन गर्छु र यसलाई इन्स्टल गरिदिन्छु र यहाँ तपाईँले देख्न सक्नुहुन्छ हाम्रो चाहिँ टेलिग्राम इन्स्टलिङ हुँदैछ र एकैछिनमा इन्स्टल पनि भइसक्छ र हाम्रो टेलिग्राम डाउनलोड भइसकेको छ। अब चाहिँ म ब्याक गरेर पहिला नम्बर चेक गर्छु। अब मैले युज गर्नु आँटेको चाहिँ यहाँ एनटिसीको नम्बर हो, त्यसैले म यहाँ नम्बर चेक गर्छु र यो नम्बर चेक गरिसकेपछि हामीले चाहिँ ब्याक गरेर टेलिग्राममा जान्छौँ र टेलिग्राममा गएर हामीले चाहिँ यो नम्बर हाल्छौँ र नम्बर हालिसकेपछि चाहिँ हामीले यहाँ जिमेल आइडी लगाउनु पर्ने हुनेछ। म चाहिँ यहाँ कन्टिन्यू गरिदिन्छु नम्बर हालेर र कन्टिन्यू गरिसकेपछि तपाईँलाई यहाँ एउटा जिमेल आइडी हाल्नु भन्छ। म चाहिँ यहाँ जिमेल आइडी हालिदिन्छु र कन्टिन्यू गरिदिन्छु र हाम्रो कोड चाहिँ अब जिमेलमा आएको छ। म चाहिँ यहाँ जिमेल ओपन गर्छु र यहाँ तपाईँले देख्न सक्नुहुन्छ टेलिग्रामबाट कोड आइसकेको छ। म यो कोड चाहिँ यहाँ टेलिग्राममा हाल्नु गइरहेको छु र तपाईँले कोड हालिसकेपछि तपाईँको नम्बरमा चाहिँ विदेशी नम्बरबाट कल आउँछ। तपाईँले चाहिँ कल उठाउनु होला र तपाईँलाई कम्प्युटरले कोड भन्नेछ जुन चाहिँ तपाईँले सुनेर आफ्नो टेलिग्राममा कोड हाल्नु होला। जस्तै मेरो यहाँ कल आइसकेको छ, म चाहिँ यो कल उठाउँछु र कम्प्युटरले कोड भन्छ, त्यो कोडलाई म यहाँ हाल्नेछु र कोड हालिसकेपछि तपाईँको यहाँ आफ्नो युजर नेम राख्नु भन्छ। म चाहिँ यहाँ फर्स्ट नेम र लास्ट नेम हाल्नु गइरहेछु र यति भएपछि तपाईँले कन्टिन्यू गरिदिनु होला र तपाईँको टेलिग्राम एकाउन्ट यहाँ बनिसकेको छ र तपाईँले यसरी नै हो एन्ड्रोइड फोनमा टेलिग्राम एकाउन्ट बनाउने। र तपाईँलाई यो भिडियो कस्तो लाग्यो? यदि मन पऱ्यो भने लाइक, सब्सक्राइब र सेयर गरिदिनु होला।